किन बन्द हुन पुग्यो? राजा महेन्द्रले अरबौं लगानी गरेर आफ्नै देशलाई आत्मनिर्भर बनाउने लक्ष्यले सुरु गरेको एक ऐतिहासिक उद्योग वीरगञ्ज चिनी कारखाना तत्कालीन राजा महेन्द्रको परिकल्पना र सोभियत संघको प्राविधिक सहयोगमा स्थापना भएको वीरगञ्ज चिनी कारखाना नेपालको औद्योगिक इतिहासको एउटा यस्तो अध्याय हो जसले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने मात्र नभई तराईका हजारौं किसानको जीवनमा समृद्धिको रङ भरेको थियो। विक्रम सम्वत 2015 सालमा राजा महेन्द्रको सोभियत संघको भ्रमणका क्रममा दुई देशबीच भएको सम्झौताको जगमा उभिएको यो कारखानाको शिलान्यास 2019 सालमा स्वयं राजा महेन्द्रबाटै भएको थियो। करिब 6 बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगलाई त्यसबेला अत्याधुनिक मानिने जर्मन उपकरणहरू प्रयोग गरेर 2021 सालमा निर्माण सम्पन्न गरिएको थियो। 2021 साल माघ 18 गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्दा यसको लक्ष्य केवल नाफा कमाउनु मात्र थिएन, बरु स्वदेशी उत्पादन मार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु र किसानको पसिनालाई उचित मूल्य दिनु थियो। सुरुवाती वर्षहरूमा दैनिक 10,000 क्विन्टल उखु क्रसिङ गर्ने क्षमता राख्ने यो कारखानाले 2035-36 सालतिर आफ्नो क्षमता विस्तार गर्दै दैनिक 15,000 क्विन्टलसम्म पुर्याएको थियो, जसले गर्दा पर्सा, बारा, रौतहट र सर्लाहीका करिब 20,000 किसानका लागि यो कारखाना जीवन धान्ने बलियो आधार बनेको थियो। कारखाना सञ्चालनमा रहँदा उखु किसानहरूको सामाजिक र आर्थिक अवस्था निकै सुदृढ थियो। उखुलाई नगदे बालीका रूपमा खेती गर्ने किसानहरूलाई कारखानाले नै प्रोत्साहन गर्थ्यो। खेती गर्नु अघि नै बिउ, मल र आवश्यक कृषि औजारका लागि बैंक मार्फत पेशकी रकम उपलब्ध गराइन्थ्यो, जसले गर्दा गरिब किसान साहुको ऋणमा डुब्नु पर्दैन्थ्यो। उखु काट्ने बेला भएपछि कारखाना आफै गाडा र ट्र्याक्टर पठाएर खेतबाटै उखु उठाउने व्यवस्था मिलाउने गर्थ्यो। मिलमा उखु पुगेपछि किसानले झन्झटमुक्त भुक्तानी पाउँथे भने पहिले लिएको पेशकी रकम स्वत कट्टा गरिन्थ्यो। त्यो समय यो कारखाना नेपाल सरकारलाई सबैभन्दा बढी राजस्व बुझाउने प्रमुख उद्योगहरू मध्ये एक थियो र यसले प्रत्यक्ष रूपमा सयौं मजदुरलाई रोजगारी दिएको थियो। तर 2050 को दशकको सुरुवातमै यो गौरवशाली उद्योगमा राजनीतिको कालो बादल मडारिन थाल्यो। कारखानालाई दक्षताका आधारमा भन्दा पनि राजनीतिक भर्ती केन्द्रको रूपमा प्रयोग गर्न थालियो। व्यवस्थापनमा भएको कमजोरी, बढ्दो राजनीतिक हस्तक्षेप र अनावश्यक कर्मचारीहरूको भारले गर्दा कुनै समय नाफाको शिखरमा रहेको उद्योग बिस्तारै घाटाको खाडलमा भासिँदै गयो। 2047 सालतिर वार्षिक 2 लाख क्विन्टल भन्दा बढी चिनी उत्पादन गर्ने यो कारखानाको उत्पादकत्व घटेर 85,000 क्विन्टलसम्म झर्यो। अन्ततः 2059 साल फागुन 15 गते त्यो कालो दिन आयो जब मन्त्री परिषदको एउटा निर्णयले चलिरहेको कारखानालाई अचानक बन्द गर्ने घोषणा गरिदियो। घाटाको तर्क देखाएर कारखाना त बन्द गरियो, तर त्यसले हजारौं किसानको जीवनमा ल्याएको भूकम्पको लेखाजोखा भने कसैले गरेन। कारखाना बन्द भएको वर्ष धेरै किसानको घरमा महिनौसम्म चुलो बलेन। खेतमा तयार भएको उखु दाउरा सरह सुकेर गयो भने कतिपयले खेतमै आगो लगाउन बाध्य भए। वर्षौंदेखि आश्रित रहेको नगदे बालीको विकल्प नहुँदा किसानको अर्थतन्त्र गर्ल्याम गुर्लुम ढल्न पुग्यो। यही व्यवस्थाले तराईका कैयौं युवाहरू आफ्नो घरखेत जोगाउन मरुभूमिको तातो रापमा श्रम बेच्न विदेशिन बाध्य बने। सरकारले आर्थिक बोझ र घाटाको तर्क अघि सारे पनि यो केवल एउटा उद्योग बन्द मात्र थिएन, हजारौं किसानको भविष्यमाथि लागेको तालचा थियो यो त। आज वीरगञ्ज चिनी कारखानाका विशाल भवनहरू खण्डहर बनेका छन्, करोडौंका मेसिनहरू खिया लागेको छ र यसको जग्गा विभिन्न सरकारी निकायलाई बाँडिएको छ। निजी क्षेत्रका मिलहरू सञ्चालनमा आए पनि तिनले सरकारी कारखाना जस्तो किसानलाई सुरक्षा र सम्मान दिन सकेका छैनन्। समय समयमा सरकारले यसलाई पुनः सञ्चालन गर्ने आश्वासन दिए पनि ती कुरा केवल भाषणमा मात्रै सीमित भएको देखिन्छ। आज पनि यो क्षेत्रका किसान र पूर्व कर्मचारीहरू कारखानाका सुनसान भित्ताहरूलाई हेर्दै त्यो सुनौलो युग सम्झिन्छन्, जहाँ पसिनाको मूल्य तुरुन्तै पाइन्थ्यो र आत्मनिर्भरताको सपनामा साँचो लाग्थ्यो। वीरगञ्ज चिनी कारखानाको पतनले नेपालको राज्य सञ्चालित उद्योगहरूको दुर्दशा र अदूरदर्शी राजनीतिको एउटा जीवन्त र दुःखद उदाहरण प्रस्तुत गरिरहेको छ।